एकजना स्कुलदेखिको साथी छ हैन, त्यसको अरू केही कामै छैन कि अरू केही कामै छैन, त्यसले रिल मात्र पठाउँछ के मलाई, रिल मात्र के मोबाइल ह्याङ भइसक्यो यार। त्यसको रिल हेर्दा हेर्दा मोबाइल ह्याङ भइसक्यो। ल हेर साला 2023बाट मलाई रिल पठाउन त्यसले सुरु गरे हो, साला 2025 भइसक्यो यार। ल हेर रिल कति पठाओ के यार, मेरो मोबाइलै ह्याङ भइसक्यो यार। रियाक्सन गर्यो भने हैन, मुजी नहेरेर रियाक्सन गर्छ भन्छ के फेरि। ल हेर फेरि अरू त छोड, ऋतु बस्नेतको बढी पठाएको हुन्छ त्यसले त, नपठाके भइहाल्यो के यार। तैँले जितिस यार। 2023बाट तैँले रिल पठाउन सुरु गरेको तैँले हैन, 25 भइसक्यो यार रिल पठाउँदा त्यसले। कति छन् के साह्रो रिल पठाएको के यसले मलाई हैन। राम्रो रिल पठाए पनि कहिले भैँसाको रिल र कहिले ऋतु बस्नेको रिल। अरे राम्रो रिल पठाके यार, मलाई दिक्क लागिहाल्यो तेरो यार हेर्दा यार। म कति हेरौँ साला, फेरि कुरा गर्ने होइन, फेरि साला फोन गर्यो भने फोन गर्ने होइन साला, 2 मिनट पनि कल गर्दैन राम्रोसँग। ल हेर यता हैन, के रिल हुन् यार। राम्रो रिल एक छैन त्यसले पठाएको। स्याड रिल त 1-2वटा पठाएको छ त्यसले हैन, तर यति रिल नपठाके यार। मोबाइल ह्याङ भइहाल्यो कि यार, मैले मोबाइलै चलाउन पाएको छैन यार। साला स्विच अफ गर्छु अनि अन गर्छु अनि मोबाइल चलाउँछु, फेरि त्यसले रिल पठाउने बित्तिकै हैन मोबाइल ह्याङ भइसक्यो यार। मैले त्यसले रिल यति धेरै नपठाके रिल यार। तेरो रिल हेर्दा म पागल भइसकेँ यार। साला दिनमा 1-2टा रिल पठाके यार, दिनमा 20 पठाएको हुन्छ। यति किन मोबाइलै ह्याङ भइसक्यो। यति काम भइरहेछ यार। मेरो मोबाइल किनेपछि त जति रिल पठाउँछ पठाके भयो के यार। यति पठाके त रिल, मैले पागल भइसक्यो त्यो रिल हेर्दा म यार। कति चलाउँछु ल हेर रिल, हेर रिल यसको।